साथीहरू नमस्ते सम्पूर्णलाई होइन विजयादशमी 2082 को चाहिँ सबैलाई शुभकामना छ। अनि म लोकन्द्र देउवा भनेर चिन्नुहुने मेरा साथीभाइ इष्टमित्र दाजुभाइ देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ शुभकामना छ है। आज हामीले चाहिँ दसैँको टिका यसरी ग्रहण गरौँ, तपाईँहरूले कसरी गर्नु कृपया कमेन्ट पनि गर्नु होला होइन। र दसैँको टिका यसरी ग्रहण गर्दै गर्दा जब हामीले टिका लगाइसकेपछि मैले चाहिँ कहाँ जाउँ भन्ने यस्तो दिमागमा घुम्यो होइन। अनि मैले सोचेँ आज हामीले फिल्म हेर्नुपर्छ, अब दिन यसरी कटाउनुपर्छ भनेर चाहिँ हामी चाहिँ मलमा गयौँ होइन। मलमा गएर यो मेरो बुढी हेर्नुहोस्, हामी बुढाबुढी एकदमै इन्जोयको साथ हामी मलमा घुम्दा चाहिँ यहाँ हाम्रो भान्जी है, कालो कोटवाली हाम्रो भान्जी हो। अनि भान्जीको साथ भान्जी भयो हाम्रो बुढी, हामीहरू सबै चाहिँ गएको छौँ है। आज मेरो बुढी धेरै ब्युटी देखिया छ भनेर भन्छु म त होइन। तर पनि आज एकदमै रमाइलो भयो। हजुरहरूको दिन कस्तो रह्यो होइन। फिल्म हेरेर हामी बेलुका घरतिर फर्क्यौँ।